कोशी गाउँपालिकाको एक यस्तो युवा जसले समाजको लागि देशको लागि केही गर्छु भन्ने एउटा सोच राखेका थिए। त्यति मात्र कहाँ हो र, आफ्नो बुवा आमाको एक्लो छोरा, बुवा आमालाई कमाएर खुवाउने, बुवा आमाको जिम्मेवारी बोक्ने एक्लै छोरा। तर एक यस्तो काल आयो जुन कालले उसको सबै सपना सखाप पारे। आज हामी सुनसरी स्थित कोशी गाउँपालिका वडा नम्बर 4 मा छु। आज हामी एउटा यस्तो पीडादायी कथालाई तपाईहरु माझ ल्याउँदैछौँ जुन कथाले यहाँको स्थानीयवासीको मन अझै पनि भारी बनाएको छ। आफ्नो जीवनको नयाँ यात्रा सुरु गर्ने तयारीमा रहेका एक युवाको संसार एकाएक अन्धकारमा डुब्यो। विवाह हुन अब 2 दिन मात्रै बाँकी थियो। परिवारमा खुशीको माहौल थियो, तर नियतले अर्कै मोड ल्यायो। सुनसरीको शिवचोक क्षेत्रमा भएको दुर्घटनाले उनको सम्पूर्ण जीवन परिवर्तन गरिदियो। तपाईलाई यो सामान्य दुर्घटना लाग्दै होला, तर भिडियो स्किप नगर्नुहोस्। पूरा यो भिडियो हेरेपछि तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ। दुर्घटना भएपछि तत्काल उद्धार हुन सकेन। केही समयपछि मात्रै स्थानीयहरूले देखे र उपचारको लागि अस्पताल पुर्याए। तबसम्म ऊ पुरै बेहोस भइसकेको थियो। ऊ कसरी दुर्घटना भयो के उसलाई थाहा छैन, किनकि यो सामान्य दुर्घटना थिएनन्। यति बेला ऊ आफ्नो टाउकोको प्रयोग गर्न सक्छ, मुखले बोल्न सक्छ, तर टाउको भन्दा तल, पेट भन्दा तल न त ऊ केही स्पर्श गर्न सक्छ न त ऊ हिडडुल गर्न सक्छ। र अचम्मको कुरा, मेरुदण्डमा गम्भीर चोट लागे। त्यसपछि उपचारको लागि विराटनगर लग्यो र मेरुदण्ड भाँचेर उनी आफ्नो टाउको सीमित रूपमा माथिल्लो भाग मात्रै चलाउन सक्छन्। शरीरको अधिकांश भागले काम गर्न छाडेको छ। मुखबाट आफ्ना वेदना व्यक्त गर्नु बाहेक उनीसँग अर्को कुनै विकल्प छैन। कमाएर परिवार थान्ने घरका एक्ला छोरा थिए। दिदी बहिनीको बिहे भइसकेको छ। बुवा आमाको सहारा भनेकै यही छोरा हो। तर अब ऊ के गर्न सक्छ त? छोरालाई निक्को पार्ने आशमा परिवारले आफ्नो सम्पूर्ण धन सम्पत्ति लगभग सबै बिक्री वितरण गरिसके। अब मात्र डी र घर बसेको छ, जुन घरमा बस्ने गर्दछ। घरको सम्पत्ति बेच्यो, देशका विभिन्न अस्पताल धायो, तर आज परिवार आर्थिक मानसिक रूपमा अत्यन्त कठिन अवस्थामा पुगेको छ। अहिले पनि उनको दैनिक उपचार हेरचाहका लागि खर्च आवश्यक पर्छ। परिवारको एउटा मात्र चाहना छ, यदि सरकार, सम्बन्धित निकाय वा सहयोगी मनहरूबाट साथ मिल्यो भने सायद उपचारको अर्को ढोका खुल्न सक्छ। यो रिपोर्ट कुनै व्यक्तिको दुःखलाई प्रदर्शन गर्न होइन, बरु एउटा परिवारको सङ्घर्ष समाज र राज्यसम्म पुर्याउने प्रयास हो मेरो। हामी सम्बन्धित निकायलाई आग्रह गर्दछौँ, यस्ता पीडित परिवारप्रति संवेदनशील बनोस्। आवश्यक सहयोग र उपचारको